अनि के म बुझाइन्छ है त म त यसैको विज्ञ हुँ त फेरि हेलो साथीहरु आज चाहिँ हाम्रो एउटा निक्लोस बर्गरको फनी क्लिप हेरौँ त के भन्नुहुन्छ उहाँले हैन निक्लोस भुसालको है के हुन्छ खतरा कमेडी हान्नुहुन्छ के किन नारी म गाजाको बारेमा थाहा छ नि त के खाने कति खाने मलाई थाहा छ नि त अनि तिम्रो कसैको बाउको खाइदिया छैन गारे हरकजीको चाहिँ उदारता छ उहाँ जानतासँग त मसँग दुईटै छ के सर मसँग बालेनको भन्दा खतरा सोच छ भिजन छ रिसर्च छ सब कुरा छ सर खतरै छ सर हैन होला हामी नाकामा म सुनोलीमा सुत्छु मेरो साथी रुपडेमा सुत्छ मेरो अर्को साथी रक्सोलमा सुत्छ मेरो अर्को साथी कागरभित्तामा सुत्छ मेरो अर्को साथी भनौं न यतातिर सुत्छ सबैतिर गर्न हामी नाकामा सुतेर हामी सुतेर के बिग्रिन्छ ए मस बस्ने तले के गरिस् आजसम्म देशका लागि ए गगन थापा के गरिस् तले देशका लागि म आफ्नै हैन पार्टीको सदस्य थिए आजसम्म हैन आज म उसको पार्टीको सदस्यता भर्खरै राष्ट्रसभाकै सदस्य थिए मैले त्यागेको थिइनँ आज मैले यहाँ आगो लाउने मन थियो मैले प्रिन्ट गर्न भएन र आजदेखि मैले यो पार्टी परित्याग गरेको र सबैजनालाई यो पार्टी राष्ट्रसभा भन्ने पार्टी परित्याग गर्न हार्दिक अनुरोध पनि गर्न चाहन्छु है वाउ आज के भन्छ नि त अबेरमै मेडिमी अरब सगाई ठग्नेहरू बाहिर छ उ रवि दाइले सगाई ठगेको हो कि हैन कि अलि स्योर पनि छैन साला चोर रवि लामिछाने खतरा के कुरामा लाग्यो भन्दाखेरि हामीले ठुलो आश गरेको थियौँ के है उहाँ जतिको पढिएको मान्छे विज्ञ मान्छे विद्वान मान्छेहरू आइसकेपछि यो देशमा ठुलै परिवर्तन होला हामीलाई विदेश जानु नपर्ला हैन लाउरे पनि नेपाली आउलान् नेपाली बनाउलान् ठुलो आश थियो तर उल्टो भइदियो कि यो देशमा हैन पहिला अलिअलि गुलाम थियो जस्तो लाग्थ्यो अहिले देश पुरै विदेशीको गुलाम भइसक्यो उहाँहरूले मात्र बिगारेको हैन उहाँले त आफूसक्दो गर्नु भयो नि त ए गुरु यो प्रवचन पछि दिउँ यसो गरे न यो यहाँ यता किनेर दिनु नि तपाई गुरु गुरु जस्तै देख्छु त्यसो नगर हैन गलत ठाउँ प्रवचन दिइरहन्छ यसो नगर के भाइ तपाई उहाँ पो उहाँ तपाई हुनुहुन्छ त्यस्तो मान्छे राखेर तपाईले कसले बताउँछ भन्नुस् त अब उहाँ थियो कि म थियो तपाई भन्दिनु न त ल तपाईले देश बिगार्दिनु भन्नु नपाएन हामीले